पनि राइन्छ आज हामी कामल टिप्नु भनेर आएको के लिएर आउनु भएको थियो तपाईँले अनि उहाँ मिसले म त मेरो त यहाँ दुईटा झिल्ली मात्रै छ नि एउटा यो झिल्ली छ एउटा यो झिल्ली छ कामलको केटा चाहिँ तीनटा हो कि चारटा काफल चाहिँ यति धेरै पाएको छु एउटा दुईटा तिन चारवटा त्यो झिल्लीको भित्र तीनजना काफल खान आएको थियौँ तीनजना काफल पाएको प्लास्टिकहरू हेर्नु कति धेरै बोकेर फेरि गाउँभरिका मान्छेलाई दिम्ला भनेर लागेको प्लास्टिक सारालाई भन्दै आएको यो देवी मिसलाई दिने यो भरि गरेर होइन भरेर अनि यो चाहिँ केशव सर र अनि त्यो गाउँमा बाँड्ने रे अनि यो हाम्रो उता लानको लागि लिएको अनि यहाँबाट बच्यो भने यसमा चाहिँ हाल्ने अट्दैन भनेर यो झोला सानो भएन झोला यो बेहाल छ जिन्दगी साथी हौ मरे भाइ